जान्थ्यो हेरेर अम्मा भाउजू कहाँ हिँड्नु भयो बिहा हिँडेको ल हेर अम्मै यहाँ बिहामा जाने टन्नै छ नि यहाँ भाइहरू हेर नानीहरू फेरि बेहुला बेहुलीको गाडी चाहिँ उपारा छ अरे फेरि यहाँ छ भन्छ नि त्यो गाडी अलिअलि देखिरहेको छ गाई अब जन्ती चढ्ने यहाँ फेरि हाम्रो दाजु रेडी भएको छैन जस्तो लाग्यो यार दाजु लु न बिहेमा जाम ल तिमीहरू कहाँ हिँडेको तिमीहरू भो हिँड त हेर भान्जी आऊ यहाँ हो भान्जी झोला बोका सुगाम अब यहाँ कहाँ राखौँ यहाँ लुकिङ ग्लासमा ल यहाँ त अब भ्लग बनाउने नमिल्ने रहेछ यार ठोकेर नहुँदो रहेछ लु खोले ल मैले अब के गर्ने यत्रो नानीहरू छन् नि अब गाई अब भन बिहाको गाडी पनि छ है टन्नै रहेछ गाई होइन ए बिहाको गाडी आएछ शादी हो टन्नै चलन अलि त ढल्का चलन मपट्टि अलि ढल्का जोन्छ तिमी अलि अगाडि मपट्टि हो त्यसरी ल ल ल नानीहरू झरा सिप्ले त ल शुभ विवाह ल ठ्याक्कै आइपुग्यो गाइज के छ अनि बेहुलीको भाइको खबर काको ल ठिक छ देख्न चाहिँ देखेको तलबाट आइरहेको थिएँ आफू के हो भन्ने चाहिँ 100मा 100 थाहा थियो कि यो ज्याकेटले चिनाएको ठिक छ ए हेलमेट त्यहीँ राखौँ न है माथि पुगिदिनु है कोठामा जलन हिँड जलन ल ल कान्छा चाहिँ यहाँ चाहिँ आज बिहाको एकदम सबभन्दा कान्छो भाइ बवाल भइरहेछ है बेहुलो यहाँ छन् यहाँ किचन तिचनमा यहाँ आमा बेहुलीको आमा ल जन्ती आउनु लागिसक्यो होइन अब यो तल रहेछ मैले तल भेटेँ एक गाडी सोल्न छ एक गाडी बाटोमा थियो है यो डाइनिङ हाम्रो टिभीको कुरोको पेरमा डाइनिङ रहेछ यहाँ एकदम बदबाल भइरहेछ रमाइलो भइरहेछ यहाँ भान्जा छन् एकदम हाम्रो चाहिँ कान्छा भान्जा हो नि बदबाल छ स्पन्जर गाडी गएको छुइनँ यो चाहिँ किचन बदबाल जन्ती चाहिँ लगभग आधी आइसक्यो यहाँतिर
तपाईँको जो निस्किएको छ दादा त्यो अर्को चाहिँ ठिक हो भयो कान्छ चाहिँ फेरि पुरा काम गरिरहेको छ नि बडा ठिक छ नि एकदम 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 ल